हजुरहरु सबैलाई नमस्ते। मेरो नाम चाहिँ अंकित। अन्त हामी सेट च्याप्टरबाट पढिरहेको थियौं। हिजो हामीले पढ्यो कि सेट भनेको के हो, इट इज अ वेल डिफाइन्ड कलेक्सन अफ अब्जेक्ट्स। मैले बुझाए पनि त्यसको पछि एलिमेन्ट्स भनेको के हो, प्रपर्टिज अफ एलिमेन्ट्स, त्यसको पछि हाउ टु रिप्रेजेन्ट अ सेट। सेटलाई दुईटा तरिकामा हामीले रिप्रेजेन्ट गरे, रोस्टर ट्याबुलर फर्म, सेट बिल्डर फर्म भन्ने हैन। आजको टपिक के छ? आज चाहिँ वी आर गोइङ टु स्टडी अबाउट द टाइप्स अफ सेट। टाइप्स अफ सेट को बारेमा हामी पढ्ने छौं। के हुन्छ, देयर आर डिफरेंट टाइप्स अफ सेट हैन। सेट पनि अलग अलग भिन्न भिन्न प्रकारको हुन्छ। त हामी एक एक गर्दै सबैको बारेमा हामी जान्ने छौं। ठीक छ? त सबभन्दा पहिला आउँछ हाम्रो फाइनाइट सेट। व्हाट डु मीन बाइ फाइनाइट सेट? यो पनि के हो, एउटा सेट हो भन्नु मतलब यहाँ पनि कलेक्सन अफ एलिमेन्ट्स नै छ। तर फाइनाइट सेट भनेको के हो भन्दा, फाइनाइट सेट यस्तो खालको सेट हो जसको के हुन्छ, एन्ड हुन्छ। जस्तो कि मैले लेखे ए एउटा सेट माने 1 2 3 4 खतम। यो ब्रैकेट को भित्र कतिवटा एलिमेन्ट छ? चारटा मात्रै एलिमेन्ट छ। यो भन्दा बेसी एलिमेन्ट छैन भन्नु मतलब यो सेट को के हुँदैछ, एन्ड हुँदैछ। स्टार्टिङ पोइन्ट छ अन्त एन्डिङ पोइन्ट पनि छ। सो फाइनाइट सेट भनेको के हो? फाइनाइट सेट भनेको यस्तो सेट जसको के छ, एन्डिङ छ, जसको के छ, एन्ड छ। लाइट गयो तर देख्नु हुँदैन र, ठीक छ? सो फाइनाइट सेट भनेको के अरे, यस्तो सेट जसको एन्डिङ हुन्छ। ठीक छ? अब इनफाइनाइट सेट भनेको के हो? इनफाइनाइट सेट भनेको यस्तो सेट हो जसको कुनै एन्डिङै हुँदैन। जस्तै कि मैले लेखे a इज इक्वल टु अल नेचुरल नम्बर्स हैन। सो मैले के भने, ए एउटा सेट हो जसले के, जसको एलिमेन्ट्स के छ, अल नेचुरल नम्बर्स। अब नेचुरल नम्बर्स 1 बाट सुरु भएर कहाँ गएर एन्ड हुन्छ त्यो हामीलाई थाहा छैन। हामीलाई स्टार्टिङ पोइन्ट थाहा छ कि नेचुरल नम्बर 1 बाट सुरु हुन्छ, तर यसको एन्डिङ पोइन्ट कहाँ छ त्यो हामीलाई थाहा छँदै छैन। ठीक छ? सो यस्तो सेट जसको स्टार्टिङ पोइन्ट हामीलाई थाहा हुन्छ तर एन्डिङ पोइन्ट हामीलाई थाहा नै हुँदैन, त्यस्तो सेटलाई हामी के भन्छ, इनफाइनाइट सेट। ठीक फाइनाइट सेट को उल्टा। फाइनाइट सेट के हो? अ सेट व्हिच हैज एन एन्ड। जुन चाहिँ सेट को एन्ड हुन्छ त्यसलाई के भन्छ, फाइनाइट भन्छ। इनफाइनाइट भनेको अ सेट व्हिच डज नट हैव एन एन्ड। ठीक छ? जसको कुनै अन्तै छैन त्यसलाई हामी के भन्छ, इनफाइनाइट सेट भन्छ। देख्दैछ? ठीक छ? अब आयो नम्बर 3, सिंगल टर्न सेट। अब यो सिंगल टर्न सेट भनेको के हो? अगर कुनै पनि सेटमा खाली एउटा एलिमेन्ट मात्रै प्रेजेन्ट हुन्छ, लाइक दिस। अगर कुनै पनि सेटमा यो एउटा सेट हो, ठीक छ? यसमा अगर एउटा एलिमेन्ट मात्रै प्रेजेन्ट छ भने त्यस्तो सेटलाई हामी के भन्छ, सिंगल टर्न सेट। सिम्पल छ। सिंगल टर्न सेट भनेको यस्तो सेट जसमा खाली एउटा एलिमेन्ट मात्रै हुन्छ। ठीक छ? अर्को आउँछ नल, भोइड, एम्प्टी सेट। तिनटै नाम दिँदा नि हुन्छ। ठीक छ? नल सेट, भोइड सेट, एम्प्टी सेट चाहिँ भन्दा नि चल्यो। अब यो भनेको के हो? यो सेट भनेको के हो? अगर एउटा सेटमा कुनै केही पनि एलिमेन्टै छैन, नल, एकदम भोइड, खाली छ, एम्प्टी छ। ठीक छ? अगर एउटा सेट खाली छ, त्यसमा केही पनि छैन, त्यो सेटलाई हामी के भन्छ, नल सेट या फिर भोइड या फिर एम्प्टी सेट, जे भन्दा नि हुन्छ। अब यो नल सेटलाई हामी एउटा सिम्बलले रिप्रेजेन्ट गर्छौं, 5। के हो? 5। सो नल सेटलाई हामी एउटा सिम्बलले रिप्रेजेन्ट गर्छौं, त्यसलाई 5 भनेर हामी लेख्ने गर्छौं। यो चारटालाई छिटो रिभाइज गरौँ। फाइनाइट सेट भनेको के हो? यस्तो सेट जसको के छ, एन्ड छ, त्यसलाई फाइनाइट सेट भन्छ। इनफाइनाइट सेट भनेको के हो? यस्तो सेट जसको एन्डिङ पोइन्ट नै छैन, त्यसलाई हामी के भन्छ, इनफाइनाइट सेट। ठीक छ? सिंगल टर्न सेट भनेको यस्तो सेट जसमा खाली एउटा मात्रै एलिमेन्ट प्रेजेन्ट हुन्छ। अनि नल, भोइड, एम्प्टी सेट भनेको के हो कि केही एलिमेन्टै हुँदैन, त्यो खाली हुन्छ, एम्प्टी हुन्छ। अन्त नल भोइडलाई एउटा हामी सिम्बलले रिप्रेजेन्ट गर्छौं, दैट इज 5। ठीक छ? बुझ्नु भयो? अब अझै बढ्दै जाऊँ, नयाँ कुरा सिक्दै जाऊँ हैन। अब तीनटा भेरी इम्पोर्टेन्ट, यसमा धेरै नै कन्फ्युज हुन्छ। एउटा आउँछ हाम्रो इक्वल सेट, एउटा आउँछ हाम्रो इक्विभ्यालेन्ट सेट, र एउटा आउँछ हाम्रो डिसजोइन्ट सेट। यो तीनटा सेट इज भेरी इम्पोर्टेन्ट। के अरे, भेरी इम्पोर्टेन्ट। देख्दैछ? इक्वल सेट, इक्विभ्यालेन्ट सेट एन्ड डिसजोइन्ट, DISJOINT, डिसजोइन्ट भन्छ हैन।
अब ध्यान से हेर्नु म एक्जाम्पल लेख्छु दुईटा सेट लेख्नु a is equal to 1 2 3 4 यहाँ लेखे b is equal to 1 3 2 4 म एक्जाम्पल दिएर बुझाउँछु ठीक छ इक्विभ्यालेन्ट सेटमा मैले लेखे a is equal to 1 2 3 4 b is equal to 5 6 7 8 अब डिसऑर्डरमा एक्जाम्पल a is equal to 1 2 3 4 b is equal to 5 6 एक्जाम्पलबाट मजाले बुझ्छ अब बुझ्ने हो इक्वल सेट भनेको के हो इक्विभ्यालेन्ट सेट भनेको के हो र डिसजोइन्ट सेट भनेको के हो यहाँ कन्फ्युज हुने कुनै कुरै छैन यसमा ठीक छ ओके इक्वल सेटमा हामी ध्यान से हेरौँ कतिवटा एलिमेन्ट छ a मा 1 2 3 4 चारटा एलिमेन्ट छ सेट a मा सेट b मा कतिवटा एलिमेन्ट छ एउटा दुईटा तीनटा चारटा एलिमेन्ट छ वन मतलब इक्वल सेटमा के हुँदै रहेछ नम्बर अफ एलिमेन्ट्स दुईटै सेटमा नम्बर अफ एलिमेन्ट्स के हुँदै रहेछ सेम यहाँ पनि चारटै नम्बर अफ एलिमेन्ट छ यहाँ पनि चारटै नम्बर अफ एलिमेन्ट छ दैट मीन्स इक्वल सेटमा दुईटा सेटको बीचमा नम्बर अफ एलिमेन्ट के हुँदै रहेछ सेम हुँदै रहेछ ठीक छ र अगर अझै मजाले हेरेर हामीले हेरे 1 2 3 4 1 2 3 4 एलिमेन्ट्सहरु पनि के हुँदै रहेछ सेम हुँदै रहेछ केमा इक्वल सेटमा दैट मीन्स एलिमेन्ट्स पनि के हुँदै रहेछ एलिमेन्ट्स पनि सेम हुँदै रहेछ त यस्तो सेट जहाँ एलिमेन्ट्स पनि सेम छ अन्त नम्बर अफ एलिमेन्ट्स पनि सेम छ त्यो सेटलाई हामी के भन्छ इक्वल सेट फेरि भन्छु अगर नम्बर अफ एलिमेन्ट्स आयो लेफ्ट यहाँ जस्ट सुन्यौ अगर नम्बर अफ एलिमेन्ट्स सेम छ हैन र एलिमेन्ट्स पनि के छ सेम छ भने खाली अर्डर मात्र चेन्ज गर्दैछ ठीक छ त्यस्तो सेटलाई हामी के भन्छ इक्वल सेट भन्छ त्यस्तो सेटलाई इक्वल सेट भन्छ हामी इक्विभ्यालेन्टमा यहाँ छ 1 2 3 4 5 6 7 8 यहाँ चारटा एलिमेन्ट्स यहाँ पनि चारटा एलिमेन्ट्स दैट मीन्स इक्विभ्यालेन्टमा पनि नम्बर अफ एलिमेन्ट्स के हुँदै रहेछ नम्बर अफ एलिमेन्ट्स सेम हुँदै रहेछ किनभने a मा पनि चारटा एलिमेन्ट छ b मा पनि चारटै एलिमेन्ट छ दैट मीन्स इक्विभ्यालेन्ट सेटमा पनि नम्बर अफ एलिमेन्ट्स के हुँदै रहेछ सेम हुँदै रहेछ तर a मा छ 1 2 3 4 b मा छ 5 6 7 8 नम्बर अफ एलिमेन्ट सेम छ तर एलिमेन्ट जो छ त्यो के छ डिफरेन्ट एलिमेन्ट्स के छ डिफरेन्ट छ ठीक छ त यस्तो सेट जहाँ नम्बर अफ एलिमेन्ट सेम हुन्छ तर एलिमेन्ट के हुन्छ अलग हुन्छ ठीक छ नम्बर अफ एलिमेन्ट सेम छ तर एलिमेन्ट्सहरु के छ फरक छ त्यस्तो सेटलाई हामी के भन्छ इक्विभ्यालेन्ट सेट भन्छ ठीक छ नेक्स्ट डिसजोइन्ट सेट अब यसमा के देख्दैछु हामी भन्दा फेरि नम्बर अफ एलिमेन्ट्स पनि डिफरेन्ट छ र एलिमेन्ट्स पनि के छ एलिमेन्ट्स पनि डिफरेन्ट छ ठीक छ नम्बर अफ एलिमेन्ट यहाँ चारटा छ यहाँ दुईटा छ सो नम्बर अफ एलिमेन्ट पनि डिफरेन्ट आयो एलिमेन्ट्स पनि के छ अलग छ सो त्यस्तो सेट जहाँ नम्बर अफ एलिमेन्ट्स पनि डिफरेन्ट हुन्छ अन्त एलिमेन्ट्सहरु पनि डिफरेन्ट हुन्छ त्यसलाई हामी के भन्छ डिसजोइन्ट सेट भन्छ ठीक छ सो सिम्पल छ इक्वल सेट अब कन्फ्युज हुने हैन इक्वल सेट भने के हो सबै सेम एलिमेन्ट्स पनि सेम नम्बर अफ एलिमेन्ट्स पनि सेम चारटा सेम एलिमेन्ट हैन सो एलिमेन्ट्स पनि सेम र नम्बर अफ एलिमेन्ट पनि सेम छ भने त्यसलाई हामी इक्वल सेट भन्छ इक्विभ्यालेन्ट भनेको नम्बर अफ एलिमेन्ट सेम छ चारटा तर एलिमेन्ट्स के छ अलग माथि 1 2 3 4 मुनि 5 6 7 8 ठीक छ नम्बर अफ एलिमेन्ट सेम छ तर एलिमेन्ट के छ डिफरेन्ट त्यस्तो सेटलाई हामी के भन्छ इक्विभ्यालेन्ट सेट भन्छ हैन त्यसको पछि आउँछ डिसजोइन्ट सेट भनेको जसमा नम्बर अफ एलिमेन्ट्स पनि डिफरेन्ट हुन्छ र एलिमेन्ट्स पनि के छ डिफरेन्ट हुन्छ ठीक छ त्यस्तो सेटलाई हामी के भन्छ डिसजोइन्ट सेट भन्छ सो आज हामीले कतिवटा टाइप्स पढे चारटा सातवटा टाइप्स अफ सेट को बारेमा पढे अब जुन चाहिँ नेक्स्ट लेक्चर आउँछ दैट इज भेरी इम्पोर्टेन्ट because in that lecture I will be talking about subset, superset, power set, universal set हैन overlapping set, intersecting के छ त्यो सबको बारेमा म I will be discussing in my next video. So आजको यो लेक्चर बुझ्नुभयो भन्ने आशा गर्छु. Thank you very much.